सोचे जस्तो मान्छे भनेको समयमा फ्याट टका पाइन्छ भन्नुहोस्। तर उहाँले त अर्कै के भन्दै हुनुहुन्थ्यो, के भन्दै हुनुहुन्थ्यो उहाँले? त्यही तपाईँ हाम्रो मालिक अन्नदाता हो भनेर भने त अरविन्दजी त्यो मान्छे एकदम पागल गधा हो, बिल्कुल फोकसको मालिक, फोकसको अन्नदाता भन्नुहुन्छ। तपाईँ के चाहनुहुन्छ? यही कि असली अपराधीको खोजी होस्। अनि को हो तिमी? यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्यहम्। आफैसिन वर्ष नबित्दै बिर्स्यौ मलाई। तिम्रो आवाज त विमलेन्दुको जस्तो छ। के तिमी विमलेन्दु हो? विमलेन्दु। दुई मिनट मात्रै लिन चाहे तपाईँहरूको। वातावरण मौसम त्यति अनुकूल नहुँदै पनि यहाँहरू आएर हामीलाई सपोर्ट गरिदिनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच एभ्रिवान। हामीसँग लाइटमा उज्जवल बान्तवराई भाइ युविराज छ, हाम्रो साउन्ड एन्ड म्युजिकमा हामीलाई श्री सुस्ताले सपोर्ट गरिरहनु भएको। हाम्रो नाटक अब धेरै दिन छैन, केवल 4 दिन मात्र बाँकी छ। त्यही भएर तपाईँहरूलाई मन पर्यो भने आफ्नो साथी, छर छिमेक, इष्ट मित्र, नाता गोता सबैतिर फैलाइदिएर हेल्प गर्नु होला, आफ्नो सोसियल मिडियाको थ्रुबाट पनि। त्यस्तै यसपछि अब वैशाख 12 गतेबाट कथा 1 भन्ने नाटक लाग्दैछ यो हलमा, अनुप्रिया बनेदाईको डिरेक्सनमा। अनि वैशाख 16 गतेबाट चुलाचुली रङ्गमञ्च र एक थिएटरको प्रेजेन्टेसन रहेको उर्फ दारा सिंह भन्ने नाटक लाग्दैछ ठुलो हलमा, त्यो पनि हेर्न पालिदिनु होला। थ्याङ्क यू सो मच।